महिनावारी तथा रजस्वला चक्र एउटा प्राकृतिक र जैविक प्रक्रिया हो। तर यही रजस्वलाका कारण हरेक महिना महिलाले छाउपडी प्रथाको नाममा कष्ट भोग्नुपर्ने बाध्यता छ मध्य तथा सुदूर पश्चिमका ग्रामीण भेगमा। रजस्वला भएपछि महिलालाई घरमा बस्न दिइँदैन सुदूर पश्चिममा। उनीहरू छाउपडी प्रथाका नाममा घरदेखि टाढा बनाइएको छुट्टै गोठ, छाप्रो वा झुप्पडीमा बस्न बाध्य हुन्छन्। कसैलाई छुन नहुने भन्दै एकान्तमा बनाइएको चिसो गोठमा 5 दिनसम्म बस्न बाध्य हुन्छन् उनीहरू। यो अवस्थामा यहाँका महिलाहरू दूध, दही, मही, घिउ लगायतका पोषणयुक्त खानेकुरा खाँदैनन्। खाएमा देवी देवता रिसाउँछन् भन्ने अन्धविश्वास छ। उनीहरू सार्वजनिक स्थानमा जान पाउँदैनन्, गाई बस्तुलाई छुन पाउँदैनन्। तर उनीहरूले काटेको घाँस भने ती गाई भैँसीलाई खुवाइन्छ। महिनावारी भएको बेला घर बाहिर एक्लै बस्नु पर्दा उनीहरूले सर्पको टोकाइ तथा जङ्गली जनावरको शिकार हुनु परेको छ, रोगको शिकार हुनु परेको छ, बलात्कारको शिकार हुनु परेको छ। महिनावारी भएको समयमा घरमा बस्दा देवी देवता रिसाउने गरेको भन्ने अन्धविश्वासले यी क्षेत्रमा जरा गाडेको छ। सर्वोच्च अदालतले 2052 सालमा छाउपडी प्रथालाई कुरीति घोषणा गरेपछि सरकारले छाउपडी प्रथा उन्मूलन सम्बन्धी निर्देशिका 2064 जारी गरेको छ। तर अवस्था भने सुध्रिएको छैन। अहिलेको आधुनिक युगमा पनि सुदूरको गाउँमा जीवित रहेको एउटा कुप्रथा छाउपडी प्रथा। यो कुरीतिले महिलाको जीवनमा बोझ थपेको त छ नै, साथमा समाजलाई पनि कलङ्कित बनाएको छ। यस कुप्रथा विरुद्ध अभियान पनि चलाइएको छ। तर तुलनात्मक रूपमा केही घटे पनि समस्या हट्न भने सकेको छैन। अहिले पनि यो कुप्रथा जीवितै छ मध्य तथा सुदूर पश्चिमका गाउँहरूमा। मेरो ससुराले हुँदै हुँदैन कहाँ हुन्छ। हाम्रो पाडामा कण्डेश्वर महादेवको मन्दिर छ, म पूजा गर्छु दैनिक। कहाँ हुन्छ छाउ भएको बेला पूर्वतिर बस्ने हुँदैन। पूर्वतिर त एउटा कोठा छ, बस्ने हुन्न मात्रै हुँदै एकदमै कठोर मान्दैन भन्नुभयो। तर म त बस्दैन, म अर्काको कोठमा जाँदैन। म त एकातिर म जागिर खान लागेछु। यत्रो म अगाडि बढेकी महिला, म अझ फेरि छाउपडी कोठमा गयो अरू मान्छेले के भन्न, मैले आफैबाट परिवर्तन गर्न सक्छु। म गाविस परिवर्तन गर्नु छ भन्दाखेरि मेरो ससुराले हुन्छ सफा सुग्घरमा आफ्नै घर बसे पनि केही हुन्न भनेर म आफै घर बस्न थालेँ। न्यायमूलक तथा समतामूलक समाज निर्माणका लागि छाउपडी प्रथा जस्ता कुरीतिको उन्मूलन हुन आवश्यक छ। यसका लागि महिलाको एकल प्रयास मात्र होइन, महिला र पुरुषको संयुक्त प्रयासको जरुरी छ। एकीकृत सामाजिक आन्दोलनको आवश्यक छ।